This is all. We are ready to hide the Ghampe Chor, the opening game of Sri Arun Secondary School and Sadananda School. दिङला बजार अरुण माध्यमिक विद्यालयका विद्यार्थीहरू सडानन्द माध्यमिक विद्यालय हुँदै दिङला बजार हुँदै घ्याम्पे चौरको खेल मैदान टोडी खेलतिर हामी अग्रसर भइरहेका छौं। Do fast. Sit down. Khoi usa. राम्रो देखिँदो रहेछ यस्तो पनि है। त्यो दामी हो। वडा नम्बर 6 को आयोजनामा प्रत्येक वर्ष खेलाए चाहिँ यस घ्याम्पे चौर अर्थात् यहाँ दिङलाको टोडी खेलमा भोलिदेखि सुरु हुने पुरुष नकआउट खुला प्रतियोगिता फुटबल खेलको लागि आज सडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालय बीचमा उद्घाटन खेल महिला तर्फको छात्राहरूको खेल हुन आँटिरहेको छ। त्यसको लागि यहाँनेरि तयारी अवस्थामा पारिएको छ। ग्राउन्डलाई मनमोहक तरिकाले सिँगारिएको छ। वरिपरि दर्शकवृन्दहरू पनि आइसक्नु भएको छ। पाँचौं खुल्ला पुरुष फुटबल प्रतियोगिता हार्दिक स्वागत। त्यसैगरी टिम र समूहमा मिलेर रिद्धि सर, एचएम म्यानेजर, नगेन सर एज द अफिसियल भोलिदेखिको अफिसियल हाम्रा खेलाडी नानीहरू जित्यो भने मात्रै यो राख्छु, ब्लक हार्यो भने त राख्दिनँ नि, काटिदिन्छु। हाम्रो भौतिक पूर्वाधार निर्माणको विकास जित्यो भने मात्रै राख्दिन्छु। कुनै पनि व्यक्तिगत जीवनलाई अझ उच्च स्तरको बनाउनको लागि यो सामूहिक भावना के मेमोरी फुल भयो। प्रायोजक सडानन्द नगरपालिका वडा नम्बर 6 भोजपुर र मुख्य आयोजक सडानन्द नगरपालिका दिङला भोजपुरको प्रायोजनमा अब हाम्रो पाँचौं खुला पुरुष फुटबल प्रतियोगिता 2082 को उद्घाटन खेल चाहिँ अरुण मावि वुमेन र सडानन्द मावि वुमेनको तर्फबाट भइरहेछ।
हामीलाई देख्न सक्छौँ प्रतियोगिता 2022 आजबाट सञ्चालन भइरहेको छ। भागवत खेल्ने क्वालिटी के कस्तो छ कृपया जानकारी गराउन हामी प्रदर्शनलाई प्रसारणमा निरन्तर रहनेछौँ। आजबाट 5 दिनको बसाइ रहनेछ हाम्रो। सम्पूर्ण 6 नम्बर वडा कार्यालय लगायत 6 नम्बर समिति पाँचौँ जिल्ला पुरुष फुटबल प्रतियोगिता 2082 सञ्चालन हुन गइरहेको छ। काबाडी खेल्ने छ यो पालि के कस्तो छ सडारुन्दा मावि versus अरुण माविका छात्राहरूको मैत्रीपूर्ण खेल हुन गइरहेको छ र यस खेल 10 जना टप धेरै सक्दिनँ धेरै हुन्छ मेरो टाउकोले अरू भन्दा नि हामीलाई चाहिँ जुम गर्ने नि छ कि हार्छ होला हाम्रोले निशानी आइन रहेछ भोक लाग्यो भन्दै चौचाउ पकाइरहेको छु ढाडी सक्यो भन्दै हाम्रो पो खतरा देखियो त ड्रेस त है उनीहरूको मिसियो क्या दुई खालको ड्रेस कति धेरै एक्स्ट्रा प्लेयर राखेको छ नि सरी यार दाइ झन्नै नि तर भेट्दैन माने यार गाडीले त खोइ अब खेल सुरु भइसकेको छ। सडानन्द माध्यमिक विद्यालयले सुरु गरेको अवस्था छ। ए पासे अर्को टिमलाई अर्को टिम विपक्षीलाई यस रोनाल्डो झन्डै थियो यो दुईटालाई त खेलाउनु बानहरू यिनीहरू खेल्नु स्टार्ट हो सर भर्खर जस्ट 20 सेकेन्ड छैन यो त उद्घाटन खेल हो। अरुण मावि पास 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 अगाडिबाट अगाडि भेरी गुड राम्रो छ राम्रो ओ माई गड म उता हेर्ने धुनमा भिडियो त गयो त अरुण माविको थ्रोइङ फाल्ने पालो लामो फाल बहिनी लामो फाल अगाडिबाट अगाडि अगाडि गोल लगाइदे कर्नर भयो। अरुण माविले कर्नर
किक पाएको छ। अरुण सेकेन्डरी स्कुल has an opportunity to kick out the corner kick for the first time. Corner kick ma Anjali bhai Anjali sister is just ready to kick the corner kick, but यो चाहिँ त्यति राम्रो कर्नर हुन सकेन। सडानन्दले बढाएको अवस्था छ, अरुण माविले झ्यापै रोकेको अवस्था छ। गोल गर्ने अर्को सुनौलो अवसर हुन सक्छ। अहिलेसम्म कुनै पनि टिमले गोल गर्न पनि सकेका छैन। बल अगाडि बलाउँदै अरुणमाथि अट्याकको अवसर खोजिरहेको छ। बल क्लियर गर्दै फेरि पुनः राम्रो अवसर अरुणमाथि निरन्तर डिबक्स रोकेर गर्ने अवसर प्राप्त गरिरहेका छन्। माउन पुगे त्यहाँ अरुणमाथिको तर्फबाट निरन्तर अट्याक गर्ने अवसर प्राप्त भइरहेको थियो। Oh my god. Reception. चलियो भाइहरु। सडानन्द अरुण सडानन्द पास थाप्ने मान्छे छैन। ओ माई गड, अब त्यहाँबाट कहाँ दिने हो? भएन प्रयास जरुरी छ। ओ माई गड, थ्रोइङ बल। It's time to throw out the throwing from the side of the Sadananda Secondary School against the Arun Secondary School. Sadananda को राम्रो किक, तर अरुणले फर्का। छिटो राम्रो रनिङ रन अगाडि बढ सकेन, फेरि पनि सकेन। Oh my god, चान्स त छ है। सिया द चान्स। किक, पोल किक, वान किक त गरेको सकेन यार। राम्रो Oh my god, हो मेरो भिडियो। पास राम्रो छ, राम्रो पास। ओ माई गड, किक पोल किक खान्न त सक्दैन त। आउट गयो बल। दिपनाको सडानन्द बहिनीको राम्रो ट्याकल, तर अरुण माविले खसाएको अवस्था छ। पास छैन। एक म्याचमा किक राम्रो किक, तर आउट। सडानन्दबाट थ्रोइङ, अरुण माविको क्लियरेन्स। भिडियो राम्रो भएन। पहेँलो पनि रहेछ, चिन्नै नसकिने भयो।
आउट सडानन्दको थ्रो सडानन्द मावि अरुण माविले भेट्टायो रनिङ रन 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 राम्रो चान्स पोल किक ओ माय गॉड राम्रो सेट अरुण माविको राम्रो डिफेन्स सेर्न दिएको छैन सडानन्दको खुट्टामा बल पास थाप्ने मान्छे छैन भेरी गुड गङ्गाको राम्रो क्लियरेन्स बल पास एन्ड देन किक ओ माई गॉड वुमेन फुटबल त हो त्यो खुट्टा लागेको गङ्गाको राम्रो क्लियरेन्स तर बल आउट हुन पुग्यो मामले थ्रोइङ हान्दैछ सडानन्द मावि थ्रोइङ अञ्जलीको क्लियरेन्स हेड क्लियरेन्स आउट राम्रो अम्मै हो राम्रो ठाकुरपाल स्मृतिको सिग्नेचर त्यसको सम्पर्क गरिदिनु होला ठाकुरपाल स्मृति हाफ टाइम प्लेस चेन्ज साइड चेन्ज अरुण मावि अर्कैतिर सडानन्द मावि अर्कैतिर उषा कम अनदर साइड झुकिएछिन् र सेकेन्ड हाफ इज नाउ going to start जीवन सर सुन्दर सर सुरेश सर अरुण माविले बल चलाएको अवस्था छ पास किक
हार जित भएन भने एकैचोटि ट्राइब्रेकर हानाउँछन् हो ल सर ल म एकछिन बसेछ आशिषहरू लागे क्या हो अगाडिबाट भयो भन्दै त थिएँ गोल लाग्यो त्यो चाहिँ खिचिएर रहेछ फेरि यो त सक्दैन अब सडानन्दले जित्यो नि आज त्यो गोल लाग्यो कि अनि किपरलाई पनि त्यो किपर कुदेर जानुपर्ने लाहाउ त्यो फेरि पनि पो सम्भावना भयो तर लाउँदैन सडानन्दको 1 गोल भइसकेको छ अरुण माविको 0 फेरि सडानन्द माध्यमिक विद्यालयकै कर्नरको अवसर छ सडानन्द स्कुल has an opportunity to kick the corner kick but there is clearance पेलेकै जानुपर्ने जेनिसाले अलिअलि चाहिँ खेल्दो जेनिसा लैजा अगाडि बढाएर किक गर्यो ह्यान्डबल अगाडि दिनु अगाडि पोल किक गर्न पोल किक ला त्यहीँ रोकिहाल्यो भने कहाँ हुन्छ आउट गइहाल्छ त्यस्तो त फेरि पनि अवसर सडानन्दको तर अरुण माविले फर्काएको छ अहिले सडानन्द खेलमा फर्केको छ पहिलो हाफमा अरुण माविले अलिक पेलेको अवस्था थियो तर अहिले भने सडानन्दले पेलिरहेको देखिन्छ र 1 गोल लाउन पनि सफल भइसकेको छ ला कर्नर विथ कर्नर किक आउट हान्दिएको छ हारि त हाल्यो सडानन्द अरुण माविले अगाडि पेलेको अवस्था छ फेरि आएको अवस्था छ लामो भेरी गुड अवसर त हुनसक्छ अवसर हुनसक्छ आमा आउट भइसकेको छ दर्शकहरू पुरै सडानन्द मावि 1 अरुण मावि 0 समय लगभग 8 मिनट बाँकी साह्रै थोरै समय भयो आमा सिधा भएदेखि चाहिँ गोल लाग्यो हो तर भन्नुपर्ने हुन्छ सिधा भए चाहिँ गोल लागेको सडानन्द मावि किकिङ फर द डिओरिया अरुण मावि सडानन्द is throwing the throwing ball
बज्यो 5 बज्न आँट्यो नानी हो। सडानन्द माविले थ्रोइङ फाल्यो। बहिनीको किक छिटो छिटो अगाडि राम्रो 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 छ राम्रो छ राम्रो 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 ल राम्रो छ। पम्फा म्याडमलाई चान्स छ। पम्फा म्याडम चान्स छ। पास राम्रो निस्केको छ र सकेन के सक्यो। सडानन्द कर्नर बल राम्रो क्लियरेन्स। Pampa student Pampa is throwing the throwing ball. Clearance. रिद्धि सरलाई इन्फर्मेसन दिँदै हुनुहुन्छ। Throwing. अहिले सम्पन्न भएको यस मैत्रीपूर्ण खेलहरूमा विजेता नारीको छात्रा टिममा आनन्द नारीले आफ्नो जित हासिल गरिसकेको छ।